साथीहरू हामी चाहिँ अमिसा र आज होलसेल आएको के न्यू यस्तो प्यान्टहरू नै हाल्नु क्या त्यस्तो प्यान्टहरू चल्छ नि बुटकट प्यान्टहरू हामी चाहिँ साथीहरू न्यू रोड आएको आज म र अमिसा इधर कस्तो राम्रो राम्रो लुगा साथीहरू मन पर्यो भने हाम्रो लुगा पसलको साउने चाहिँ यता हुनुहुन्छ मेरो साथीलाई खबर गर्नु होला नयाँ नयाँ राम्रो राम्रो लुगा चाहिएमा हामी चाहिँ दुईजना लुकुर 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 हिँडिरहेछौँ साथीहरू मलाई त यस्तो हाँस उठ्छ क्या भिडियो आउँदैन है म त जान्दैन क्या म नि साथीहरू हामी चाहिँ अलिकति सामान बोकेर लुकुर लुकुर हिँड्दैछौँ होलसेलतिर हो नि साथीहरू आज हामी यस्तो छ काठमाडौँको होलसेल बजार चाहिँ यस्तो छ अनि यताबाट चाहिँ अहिले चाहिँ हामी अब साथी र म चाहिँ फर्स्टमा बसन्तपुर भिजिट साथी र म चाहिँ बसन्तपुर भिजिट गर्ने फर्स्टमा एन्ड देन साडी कुर्ता पछि आउँछु ल दाइ पर्सि बाटोहरू एकदम यस्तै हुन्छ क्या अब साथीहरू हेर्नुहोस् न साउन्ड लागेर पुरा हरियो हरियो सुरहरू राख्नु चटपटी हो अनि त साथीहरू मिठै कस्तो राम्रो वेदर छ शीतल भइरहेछ साथीहरू अहिले चाहिँ यहाँ झन् सस्तो सस्तो पाइन्छ खानेकुरा लाने साथीहरू अब हामी बस रोड काट्दैछौँ एकछिनमा भेटौँला साथीहरू अब चाहिँ हामी सानो गल्लीको भित्र छिटैछौँ चस्मा किन्ने हो र तपाईँ लिने हो आउनुहोस् कि आउनुहोस् भन्छ हामीलाई त कता जाने खै तपाईँ लिने हो कि होइन भन्नु न ओके त्यही मर्मेड स्कर्ट हेरौँ न चिसो मौसम ल अहिले आउँछु कन्ना चाहिने हो दिदी कन्ना होइन यस्तो राम्रो राम्रो लुगाहरू अहिले चाहिँ हामी लुगा पसलहरू भिजिट गर्दैछौँ यो चाहिँ हाम्रो बसन्तपुर के भन्छ यसलाई यताबाट चाहिँ हामी बसन्तपुर गइन्छौँ अब हामी चाहिँ यता एकछिन काम छ यता जाऊँ ल एकैछिन यता ट्रिटमेन्ट क्रिम लिने क्या फर्स्टमा है पानी पऱ्यो क्या हो कुनको लाने रोटेन कि ए ल उता उता टेन छ क्या ए ल सकेर
टाढा लिन्छु कहाँ हो तपाईँ लिने सोध्नुपर्छ म त यहाँबाट नि होइन उता हो क्या तपाईँ कहाँ लिनुहुन्छ यहाँ लिनु नि तपाईँ अब चाहिँ अहिले हामी कालभैरव मन्दिर पूजा हुँदो रहेछ दिउँसो पनि चाहिँ साथीहरू हामी चाहिँ मेरो साथीको पसलबाट अब घर जान लागेको छु राम्रो राम्रो लुगाहरू चाहिएमा मेरो साथीलाई सम्पर्क गर्नु होला है साथीहरू ओ माई गड घाम चिरिक्क लाग्यो हेर्नुहोस् त साथीहरू खै मेरो झोला चाहिँ टक्कर टक्कर लाउँदैछ हेलो साथीहरू हिजोको भ्लग चाहिँ मैले इन गर्नै बिर्सेछ त्यही भएर आज चाहिँ इन गर्दैछु है साथीहरू तपाईहरुलाई कस्तो लाग्छ मेरो भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिन नभुल्नु होला एन्ड डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब टु माई युट्युब च्यानल बाइ बाइ साथीहरू नेक्स्ट भिडियोमा भेटौँला